हे गाइज वेलकम ब्याक टु माई च्यानल। म राघवेन्द्र सिंह र फेरि पनि तपाईँहरूको लागि चाहिँ एउटा अर्को नयाँ भिडियो लिएर आएको छु। र आजको भिडियो चाहिँ हेर्न सक्नुहुन्छ रातिको छ है। र अहिले अब रातिको कति बज्यो भन्दा रातिको 10:42 भइरहेको छ होइन। यहाँ हेर्नु होइन 10:42 भइरहेको छ। र म यो भिडियो चाहिँ किन बनाएको भन्दा आज चाहिँ म तपाईँहरूलाई चाहिँ भनौँ न म राति यत्तिकै डुल्न गइरहेको छु। किन भन्दा मेरो आज बिदा थियो होइन। र मलाई चाहिँ घरमा बस्दा बस्दा झ्याउ लाग्यो। सो भर्खर मैले खानासाना खाएँ र अहिले चाहिँ म निस्किँदैछु र म कतै जाँदैछु होइन। सो जे होस् म तपाईँलाई चाहिँ युके 10 बजेपछि 11 बजेपछि चाहिँ लन्डन चाहिँ कस्तो देखिन्छ भनेर चाहिँ म तपाईँहरूलाई देखाउँछु। सो हेर्दै गर्नु भिडियो। म चाहिँ अहिले जाँदैछु लन्डन सेन्ट्रल एरिया होइन, जहाँनिर चाहिँ लास्ट बिजी एरिया हो होइन। सो त्यहाँनिर चाहिँ 10 बजे चाहिँ कस्तो हुन्छ भन्ने कुरा म तपाईँहरूले देखाउँछु। सो हेर्दै गर्नु। सो म चाहिँ अहिले ट्रेनमा बसिसक्यो र ट्रेन चाहिँ जाँदैछ सेन्ट्रलतिर होइन। र हेर्न सक्नुहुन्छ होइन अहिले अब रातिको टाइम छ है। सो ट्रेन चाहिँ खाली खाली छ र म चाहिँ जाँदैछु सेन्ट्रल। र तपाईँहरूलाई चाहिँ म देखाउँछु होइन। म ठ्याक्कै भनौँ न के हुन्छ भनेर। सो अहिले चाहिँ 10:48 भइरहेको छ है। र म चाहिँ ट्रेन चढेर निस्किसकेको छु र हेर्दै गरौँ होइन कहाँसम्म गइन्छ के देखाउँछु म तपाईँहरूलाई। सो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला र मेरो भिडियो कस्तो लाग्छ भनेर कमेन्ट गर्नु होला र राम्रो लाग्यो लाइक गरिदिनु होला, नयाँ हुनुहुँदैन सब्सक्राइब गर्नु होला, ताकि फेरि अर्को भिडियो आउँदा चाहिँ तपाईँहरू कहाँ छिटै पुगोस् है। सो आउनु आजको भिडियो चाहिँ इन्जोय गरौँ। हेर्न सक्नुहुन्छ होइन म चाहिँ अहिले लिफ्टमा छु र यति धेरै माथि जानुपर्छ हेर्नु कति तल एकदम लास्ट लाइक लगभग भनौँ न 8-10 तला बिल्डिङ तल हुन्छ लिफ्ट होइन। त्यहाँ चाहिँ ट्रेन चल्छ। सो म त्यहाँबाट चाहिँ यहाँ फ्यारिङटन स्टेसन भन्नेमा आइरहेको छु र यहाँबाट फेरि अर्को ट्रेन चढ्नुपर्छ। सो लेट्स गो है। र अरू के हुन्छ म तपाईँलाई चाहिँ देखाउँछु। भिडियो चाहिँ हेर्दै गर्नु। चाहिँ एउटा स्टप छ। सो अर्को स्टपसम्म चाहिँ म जाँदैछु सेन्ट प्यान्क्रेज स्टेसन भन्ने। सो ट्रेन पनि चाहिँ हिँडिसकेको छ। यसो हेर्नु हेर्नु ट्रेन पनि हिँडिसकेको छ। सो अर्को स्टपमा भेटौँ है। सो गाइस यो चाहिँ त्यो स्टेसन हो होइन जहाँनिर म आएँ। यो चाहिँ इन्टरनेसनल ट्रेन स्टेसन हो। त्यो भनेको चाहिँ यो ट्रेन स्टेसनबाट चाहिँ मान्छे मतलब ट्रेनबाट चाहिँ अर्को कन्ट्री जान मिल्छ क्या। जस्तो फ्रान्स भयो होइन। अनि अरू कन्ट्री चाहिँ जो इन्टरनेसनल ट्रेन स्टेसन भनेको त बुझ्नुहुन्छ होइन। यही ट्रेन स्टेसनबाट पनि लाइक अरू कन्ट्री जान मिल्ने ट्रेन स्टेसन हो। सो अहिले चाहिँ म यहाँ आएको छु र यहाँनिर चाहिँ अब रातिको अब 11 साढे 11 हुन लागिरहेछ होइन। त्यही भएर चाहिँ सुनसान छ क्या। नभए दिउँसो यहाँनिर अब यति धेरै बिजी हुन्छ नि लाइक अलि मात्र खुलेको छ कि। जस्तो आमानास छ खुलेको होइन, त्यस्तै अलि चाहिँ खुलेको छ, नभए अरू सब बन्द छ। सो अब हेरौँ यहाँबाट चाहिँ अब के हुन्छ अरू कहाँ गइन्छ। सो हेर्दै गर्नु। यो चाहिँ बाहिरको सिन हो होइन। अनि म चाहिँ यो सेन्ट प्यान्क्रेज स्टेसन होइन यो किङ क्रस स्टेसनमा आएको छु होइन। र म चाहिँ यहाँ चाहिँ अब घुम्दैछु भनौँ न होइन। सो म चाहिँ यहाँको एउटा चाहिँ बवाल सिन म तपाईँहरूलाई देखाउँछु होइन। अब यो चाहिँ अलिकति राति भएर चाहिँ लास्ट भनौँ न यो बिजी छैन होइन। हेर्नु यो सिन कस्तो बवाल छ क्या। यसको छत चाहिँ हेर्न सक्नुहुन्छ होइन। अनि मान्छेहरू पनि धेरै कम छ। सो म चाहिँ यो माथि जान्छु। किन भन्दा यहाँ चाहिँ एउटा शिक्षा र म चाहिँ यहाँ आएको थिएँ एउटा साथीलाई भेट्नलाई। सो जाऊँ यहाँबाट माथि। यो चाहिँ स्टारबक्स र यहाँबाट माथि चाहिँ जाऊँ। माथि नो एन्ट्री लेखिदिएको छ होइन। सायद अब बन्द भयो के भयो। सो अब यहीँ वेट गरौँ एकछिन। मान्छेहरूले भन्छ नि युके होइन राम्रो छ होइन। अब हेर्नु न यो रातिको भ्यू हो होइन। राति पनि यस्तो मजाको देखिँदो रहेछ होइन। अब यो चाहिँ ट्रेन स्टेसनको बाहिर होइन। यता गाडीहरू चलिरहेको छ, अर्को यता छ होइन। कस्तो राम्रो छ क्या नाइट भ्यू भनेपछि होइन। अब भनौँ न राति पनि अब दिउँसो जस्तै। अब मैले अघि तपाईँहरूलाई टाइम देखाइहालेँ होइन। अब अहिले 11:30 बजिरहेको छ है। र अहिले पनि यहाँ दिउँसोभन्दा कुनै कम छैन क्या। कि यो चाहिँ भनेको अब यो सेन्ट्रलमा चाहिँ अब अहिले 11 बजे भनेको लगभग रेस्टुरेन्टहरू सब बन्द भइसक्यो।
त्यही भएर चाहिँ अहिले शान्त छ। नभए यहीँनिर मान्छेहरू दारू खाएर डान्स गर्ने बस्ने यस्तै छ क्या यहाँ। त्यही भएर चाहिँ यहाँनिर चाहिँ अब भन्छ नि, मलाई डाइलग चाहिँ भन्न आएन होइन, तर जति राम्रो हुन्छ नि ठाउँ त्यति नै खतरनाक हुन्छ भन्छ। त्यस्तो चाहिँ मलाई पनि लाग्छ। किन भन्दा यो अहिले राति चाहिँ के हुन्छ भन्दा होइन, यसरी म भिडियो बनाउँदैछु होइन, तर यहाँनिर कस्तो चोरहरू, अब चोर भनौँ कि डाकै भनौँ होइन, फोन खोसेर भागिदिन्छ क्या। इभन मेरो कस्तो दौडेर आयो, मलाई त डरै लाग्यो। अब यस्तै केटाहरूले चाहिँ फोन उडाइदिन्छ क्या। त्यही भएर चाहिँ मलाई डर पनि लागिरहेको छ होइन भिडियो बनाउनलाई। तर अलिकति आफू नै सेक्योर भयो भने के गर्न सकिँदैन। किन भन्दा यहाँनिर चाहिँ ट्रेन स्टेसन छ र ट्रेन स्टेसनमा सेक्युरिटी गार्डहरू हुन्छ होइन। त्यही भएर चाहिँ यो ठाउँ भनेको चाहिँ अति नै राम्रो पनि छ होइन, डेन्जरस पनि छ क्या। यहाँ हेर्नु, यो भनेको चाहिँ सहरको भ्यू होइन, रातिको भ्यू। र आज चाहिँ म यहाँ किन आएँ भन्दा होइन, जोस् मलाई चाहिँ राति यसो फ्रेस हुन मन थियो क्या। धेरै दिनदेखि काम र घरमा बस्दै होइन मलाई वाक्क दिक्क लागिसकेको थियो क्या। त्यही भएर चाहिँ म तपाईँहरूलाई चाहिँ यो भनौँ न सहर बजार देखाउन आएको। र यहाँनिर आएर चाहिँ आफूलाई पनि फ्रेस भइरहेको थियो। झन् अघि चाहिँ घुम्म परेर टाउको दुखिरहेको थियो होइन, अहिले आएर चाहिँ त्यो पनि फ्रेस भइसक्यो म। सो युके राम्रो छ होइन। अब हेर्नमा मैले तपाईँहरूलाई देखाइहालेँ होइन। अब राति पनि यतिको छ क्या, यतिको। अनि अब राम्रो भनौँ न, जहाँ गयो पनि भयो होइन। ट्रेन हुन्छ, 24 आवर बस हुन्छ होइन, जहाँ ट्राभल गर्न मन लागे पनि हुन्छ होइन। तर अब त्यही हो, जति राम्रो छ त्यति खतरा पनि छ होइन। किन भन्दा अब मेरो साथी सर्कलमा 3-4 जनाको फोन खोसिदियो क्या। त्यो पनि यसरी होइन के, गोजीबाट निकाल्न लगाएर होइन खोसेको अवस्थाहरू छ होइन। त्यही भएर त्यस्तो खतरनाक पनि छ। यहाँनिर 5 गाई छ रेस्टुरेन्ट होइन, अनि त्यति नै खतरनाक पनि छ है। त्यही भएर चाहिँ ठिकै छ भनौँ होइन। अब इन्जोय गर्नले इन्जोय गरिरहेको छ होइन। अब यहाँनिर राति भनेको चाहिँ मोस्टली चाहिँ मान्छे दारू खाने हो। अनि अब कामबाट यहाँनिर चाहिँ कस्तो हुन्छ भन्दा मैले हेरेअनुसार चाहिँ बेलुका अब यिनीहरूको सिफ्ट सकिन्छ नि 5-6 बजे, त्यति बेलादेखि दारू खाना थाल्ने हो। अनि 2-3 घन्टा दारू खाने हो, त्यसपछि आएर चाहिँ रेस्टुरेन्टमा खाने हो, अनि घर गएर सुत्ने हो क्या। यहाँनिर चाहिँ हाम्रो नेपालको जस्तो होइन। अब हामी नेपालमा जहाँसुकै काम गरेर पनि हामी के भन्छौँ भन्दा अब बेलुका हुन्छ, बेलुका त घर गएर मम्मीले खाना बनाएको हुन्छ, चाहे अब कतिको बुढीले खाना बनाएको हुन्छ होइन, कतिको दिदी बहिनीले घरमा खाना बनाएको हुन्छ, चाहे अब काठमाडौँ नै बस्ने मान्छेको जे भए पनि बेलुकातिर चाहिँ अब घर गएर खाना बनाएर खानुपर्छ जस्तो हुन्छ क्या। तर यहाँनिर त्यस्तो छैन क्या। यहाँनिर चाहिँ मान्छे बर्गर खाने होइन, चाहे भनौँ न अरू रेस्टुरेन्टमा गएर ऱ्याप खाने होइन, इत्यादि खाने। तर घरमा चाहिँ खाना एकदम कम पकाउने क्या। किन भन्दा इभेन मेरो छिमेकीहरूको घरबाट फोहोर पनि निस्किँदैन क्या। किन भन्दा उनीहरूले घरमा खानै बनाउँदैन क्या। उनीहरूको भनौँ न किचनको फोहोरै हुँदैन। किन भन्दा उनीहरू बाहिर खाएर बस्छ क्या। त्यस्तो छ है। र आज चाहिँ म तपाईँहरूलाई चाहिँ यो रातिको लाइफ देखाउँदैछु है। र यसरी चाहिँ गाडीहरू अलिअलि जाम पर्छ, त्यही हो। सो अघि मैले तपाईँहरूलाई भने जस्तै है, यहाँको भनौँ न मान्छेहरू चाहिँ त्यस्तै हो होइन। घरमा खाना कम खाने, बाहिर खानाहरू खाने, अनि त्यसपछि त्यसरी नै बिजनेस चल्छ। नभए यहाँ नाइट ड्युटी त किन हुनु होइन। लगभग यहाँ त्यस्तै हुन्छ है। र यहाँ चाहिँ अब भनौँ न हामी नेपालीहरू भन्दा पनि यहाँ चाहिँ अब भनौँ न विदेशीहरूले चाहिँ त्यस्तो गर्छ लगभग होइन। लगभग दिनकै दारू खाने मान्छेहरू पनि यहाँ छ है। त्यही नै हो यहाँको लाइफ। र हामी चाहिँ अब नेपाली यहाँ आएर काम गरेपछि त हामी चाहिँ कामै गर्नलाई आएको हो नि त। सो काम चाहिँ गर्नै पर्छ है। अनि अर्को कुरा भनेको यहाँनिर चाहिँ एक्सपेन्सिभै त्यति छ कि होइन। हामी नेपाली मान्छेहरू त्यसरी दिनदिनै गऱ्यो भने चाहिँ त्यही हो, यहाँ बस्ने खाने रमाउने सक्यो क्या। त्यो नेपाल पैसा पठाउँछु, नेपालमा के गर्छु, नेपालमा परिवार छ, नेपालमा कसैलाई पैसा पठाउनुपर्छ भनेर चाहिँ नसोच्दा पनि हुन्छ। यहीँ रमाउने हो भने, नभए चाहिँ यहाँको यस्तै हो लाइफ स्टाइल होइन। र त्यही नै हो। सो आजको भिडियोलाई चाहिँ म यतितिर एन्ड गर्छु है। आजको भिडियोमा त्यही हो। म चाहिँ यसो राति चाहिँ फ्रेस हुन निस्केको र तपाईँहरूलाई पनि मेरो लाइफ देखाउँदै गर्दा चाहिँ म राति पनि यसरी निस्किन पाउँदो रहेछ होइन। निस्किन मन लाग्यो भने ट्रेन बसहरू सबै हुन्छ, त्यो अनुसारले चाहिँ निस्केर अब घुम्ने अनि अब घर जाने होइन। त्यही हो। सो अहिलेको लागि बाई बाई, सी यू नेक्स्ट भिडियो। टाटा।